चाहिँ मसँग यो एरिल कम्पनीको एलइडी आएको छ है। यसको समस्या के छ म तपाईहरुलाई देखाउँछु है। प्रब्लम चाहिँ के भएर आयो त यहाँ मेरोमा रिपेयर गर्नको लागि भनेर म देखाउँछु। यसमा म यहाँ पावर दिन्छु। पावर दिएर पावर अन गरे। अन गरेपछि यसको इन्डिकेटर यहाँ कुनामा आउँछ तर राम्रो देखिदैन, यहाँनिर आउँछ। यसको समस्या मैले रिमोटले अन गर्छु। अन पनि भइरहेको छैन अहिले यो। बटन थिचेर अन गर्छु मैले। अन भयो बटनबाट। यस्तो छ, एकपल्ट क्लिक देखाउँछ अनि गइहाल्छ। यसलाई म चेक गर्छु है त, खोलेर अब खोल्छु अनि त्यसपछि फेरि देखाउँछु। यति खोलिसकेपछि यसमा म यसको ब्याकलाइट चेक गर्छु। ब्याकलाइट चेक गर्नको लागि म यो टेस्टर युज गर्छु। अन गर्छु। टेस्टर अन भएपछि मैले चेक गर्न गइरहेको छु ब्याकलाइट भोल्टेज कति लिइरहेछ भनेर। ब्याकलाइट बलेको छ र 32.3 भोल्ट लिएको छ टेस्टरले। ब्याकलाइटको लोड 32.3 भोल्टमा चाहिँ ब्याकलाइट बलेको छ भनेपछि यसको ब्याकलाइट ठिक छ। यसको शङ्का ठिक ब्याकलाइटमा। अरू म अब हेर्दैछु, यसमा मैले एउटा देखेको छु फल्ट। यो क्यापेसिटर चाहिँ फुलेको छ, सायद यही हो यसको समस्या। एकपल्ट अन भएर अफ हुने समस्या। एकपल्ट म क्यापेसिटर चेन्ज गर्छु है त। त्यसको लागि यसको बोर्ड खोलिहाल्छु फटाफट। क्यापेसिटर चाहिँ पुरै फुलेको छ। यस्तो भएर फुलेको छ, देख्न सक्नुहुन्छ। अवस्थामा छ। मैले अर्को चेन्ज गर्छु। यसो क्यापेसिटर मैले चेन्ज गरिसकेको छु। अब यसपछि अन गरेर हेरौँ त कस्तो आउँछ। अन भइसकेको छ।
40 भोल्ट ब्याकलाइट भोल्टेज थोरै धेर आइरहेछ। यो टिभी चाहिँ अब ठिक भइसकेको छ। यसलाई म प्याक गर्छु है त।